नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो वेगस डायग्रामको बारेमा बुझ्न जाँदैछौँ। वेगस डायग्राम बनाउन पनि कसरी बनाउने र यो यहाँको यो ग्राफहरूले चाहिँ के कुरालाई रिप्रेजेन्ट गर्छ, के कुराहरू देखाउँछ भन्ने कुरामा बनाउँदैछ। र म चाहिँ तपाईँहरूलाई यो सबै कुराहरू वेगस डायग्राममा के छ त्यो सबै कुराहरू बुझाउन जाँदैछु। र वेगस डायग्राममा चाहिँ के कुराहरूलाई देखाइएको छ भने हाम्रो यो कार्डियक साइकलमा हाम्रो अब आर्ट्रियमहरू कन्ट्र्याक्ट हुन्छ, भेन्ट्रिकल कन्ट्र्याक्ट हुन्छ। त्यो कन्ट्र्याक्ट हुँदा प्रेसरहरूको फ्लक्चुएसनहरूलाई देखाइरहेको छ। अर्को के कुरालाई देखाइएको छ भने त्यो अब हाम्रो भेन्ट्रिकलमा ब्लडको भोल्युम चाहिँ कसरी फ्लक्चुएट भइरहेछ होइन, ब्लड भोल्युम कसरी निस्किरहेछ, कति मात्रामा के भइरहेछ भन्ने कुरालाई देखाउँछ। र हर्टको साउन्डहरू कति बेला हर्टको डिफ्रेन्ट साउन्डहरू ट्याक्क कुन फेजहरूमा आएको छ भन्ने देखाउँछ। यो टोटल भनेको चाहिँ यहाँ चाहिँ हाम्रो एउटा कार्डियक साइकललाई देखाउन खोजिएको छ। अब हाम्रो पहिला बेसिक केही कुराहरूबाट जान हाम्रो कार्डियक साइकल भनेको कति हो? 0.8 सेकेन्डको हो है। भनेको हाम्रो यो कार्डियक साइकलमा जे पनि हुन्छ नि त्यो 0.8 सेकेन्डमै त हुन्छ है, 0.8 सेकेन्डमा हुन्छ। अब मैले चाहिँ यहाँ के गरेँ भने पहिला एउटा ड्र गर्नु एउटा होरिजेन्टल, पहिला चाहिँ एउटा भर्टिकल लाइन ताने र एउटा होरिजेन्टल लाइन ताने। होरिजेन्टल लाइन चाहिँ हल्का सेन्टरभन्दा हल्का तल ताने। मैले माथिपट्टि चाहिँ प्रेसरहरूलाई देखाइरहेको छु, तलपट्टि चाहिँ ब्लडको भोल्युमलाई देखेँ। अब हाम्रो त प्रेसर चाहिँ हाम्रो नर्मल प्रेसर भनेको त 120/80 mmHg हो। मैले यो प्रेसर देखाउनको लागि त्यही भएर चाहिँ मैले 120सम्म पुऱ्याएँ। प्रेसर त जति नै बढ्न नि सक्छ है, अझै कम हुन नि सक्छ। नर्मल मैले 120सम्म पुऱ्याएँ। र हाम्रो ब्लड लेफ्ट भेन्ट्रिकल मेन यो मैले बनाएको लेफ्ट भेन्ट्रिकलको ब्लडको भोल्युम हो। लेफ्ट भेन्ट्रिकल अबाउट 120 भनौँ अथवा 130 भनौँ, त्यति ml भोल्युम लेफ्ट भेन्ट्रिकलमा भइरहेको हुन्छ। कति बेला इनडायस्टोलिक भोल्युम हुन्छ कि त्यसलाई डायस्टोलको भेन्ट्रिकलको डायस्टोलको लास्टको समयमा त्यति भोल्युम चाहिँ नर्मल्ली अबाउट 120 to 130 ml चाहिँ त्यहाँ एकुमुलेट भएर बसिरहेको हुन्छ। अब चाहिँ यो उसलाई गराउनको लागि चाहिँ मैले सुरुमा सिस्टोलिक कन्ट्र्याक्सन गरेँ, त्यसपछि आइसोभोल्युमेट्रिक कन्ट्र्याक्सन छ, त्यसपछि ऱ्यापिड इजेक्सन पिरियड छ, अनि त्यसपछि स्लो इजेक्सन पिरियड छ, अनि त्यसपछि आइसोभोल्युमेट्रिक रिल्याक्सेसन पिरियड छ, अनि ऱ्यापिड फिलिङ फेज छ होइन, स्लो फिलिङ फेज, अनि सिस्टोलिक कन्ट्र्याक्सन। भनेको मेरो यहाँसम्मको टाइम भनेको चाहिँ 0.8 सेकेन्डको। सिस्टोलिक कन्ट्र्याक्सन त फेरि सुरु भयो नि त है। यो 0.8 सेकेन्डसम्म हो। मैले के गर्छु भने यहाँ एउटा यो होरिजेन्टल लाइनमा यहाँ एउटा डट तान्छु कि, एउटा डट तानिसकेपछि यो 0.8 सेकेन्ड हो। अब यसलाई चाहिँ यो 0.8 सेकेन्डलाई चाहिँ अब बिस्तारै 81 सेकेन्ड, 82 सेकेन्ड, 83 सेकेन्ड, 84 सेकेन्ड, 85 सेकेन्ड गरेर यहाँ 8 सेकेन्डसम्म बनाउँछु। एउटा ट्याक्कै इन्टरभल, एउटा फिक्स इन्टरभल लिएर। अब त्यो इन्टरभल लिइसकेपछि अब मैले सुरुमा सिस्टोलिक कन्ट्र्याक्सन, हाम्रो सिस्टोलिक कन्ट्र्याक्सन भनेको कति समयको लागि हुन्छ त? 0.1 सेकेन्ड चाहिँ ट्याक्क मैले त्यो 0.1 सेकेन्डको लागि बनाएँ। ट्याक्क त्यति नै त्यो अहिले बनाएको त्यो डटहरूमा ट्याक्क त्यही टाइम हेरेर 0.1 सेकेन्डको बनाएँ। आइसोभोल्युमेट्रिक कन्ट्र्याक्सन हाम्रो कति समयको हुन्छ? 0.05 सेकेन्ड, ट्याक्क आधी, 0.1 सेकेन्डको आधी बनाएँ मैले। अनि ऱ्यापिड इजेक्सन फेज कति समयको हुन्छ? 0.11 सेकेन्ड, ट्याक्क 8 सेकेन्डभन्दा हल्का बढी 0.11 सेकेन्डको बनाएँ। स्लो इजेक्सन फेज 0.14 सेकेन्डको हुन्छ, 30 सेकेन्डको बनाएँ। ऱ्यापिड भेन्ट्रिकुलर के अरे आइसोभोल्युमेट्रिक रिल्याक्सेसन 0.04 सेकेन्डको हुन्छ। त्यही अनुसारले बनाउँदै सबै कुराहरूलाई मैले यसरी बनाएँ। ट्याक्क त्यो डटहरूलाई चाहिँ मैले सरल लाइन तानेर एउटा पर्फेक्ट ग्राफ बनेँ। त्यो ग्राफमा चाहिँ मैले सिम्पली के गर्छु, पहिला मैले प्रेसरहरूको कुरालाई बनाउँछु ग्राफमा, र पछि चाहिँ अब तल चाहिँ भेन्ट्रिकल चाहिँ तपाईँहरू साथै म भेन्ट्रिकलको बनाउँछु। अब प्रेसर मैले एउटा फिगर बनाउँदै हरेक फिगर बनाउँदै चाहिँ हरेक फेजहरूको चाहिँ यो बनाउँदा हरेक अब सिस्टोलिक कन्ट्र्याक्सनमा हाम्रो मेनली चाहिँ हामीले यो ग्राफहरूमा चाहिँ लेफ्ट आर्ट्रियम र लेफ्ट भेन्ट्रिकलको कुराहरू गर्छौँ कि। अब मैले यहाँ चाहिँ मैले के गर्न जाँदै भने लेफ्ट आर्ट्रियम र भेन्ट्रिकलमा चाहिँ ट्याक्क सिस्टोलिक कन्ट्र्याक्सनको बेला के हुन्छ त्यही ग्राफलाई ट्याक्क यहाँ बनाउनु होइन। अनि आइसोभोल्युमेट्रिक कन्ट्र्याक्सनको बेला के हुन्छ त्यही ग्राफलाई ट्याक्क यहाँ बनाउने, त्यही कुराहरू मात्रै गर्न जाँदैछु। अब जस्तै म एउटा सिम्पली एउटा
यो हाम्रो औटा भयो है। यहाँ हाम्रो यो हाम्रो यसरी भल्भ छ। अहिले मैले सिस्टोलिक कन्ट्राक्सनको बेला बनाइरहेको छु, मेरो भल्भ चाहिँ ओपन छ है। अब हाम्रो औटिक भल्भ हाम्रो औटिक भल्भ चाहिँ क्लोज छ यसरी। अब यो सिस्टोलिक कन्ट्राक्सनको बेलाको यो मैले बनाएको सिस्टोलिक कन्ट्राक्सनको बेला के भयो त, हाम्रो यो भेन्ट्रिक्युल यसरी कन्ट्याक्ट भएर यति आयो है। अब यति आएपछि के भयो, यहाँको ब्लडहरू यता भित्र जाने भयो होइन, ब्लडहरू भित्र जाने भयो। तर हामीले बनाउन के को ग्राफ बनाउन जाँदैछौँ भने प्रेसर फ्लक्चुएसन कसरी हुन्छ। मेरो आर्ट्रियम लेफ्ट आर्ट्रियम कन्ट्याक्ट भएपछि प्रेसर बडी प्रेसर कतिसम्म बढ्छ त, अराउन्ड 7 mm एचजीसम्म बढ्छ। त्यसलाई मैले रेड कलरले बनाउँदैछु। अराउन्ड 7 mm जाएपछि सिस्टोलिक कन्ट्राक्सनको पुरै बढ्यो। यहाँ प्रेसर भनेपछि यहाँको ब्लड पनि त गयो, त्यही अनुसार नै यहाँ पनि त प्रेसर त्यही अनुसारले बढ्छ। यहाँ जति थियो होइन, बडी त बढ्ने भएन, यहाँ बडी प्रेसर त देखेँ नि। अहिले त रिल्याक्सेसनको बेला यहाँ त दिएको प्रेसर यहाँ पनि त्यही अनुसारले बढ्ने भयो, त्यही अनुसारले बढ्यो। हाम्रो यो ब्लू लाइनले चाहिँ हाम्रो तलको भेन्ट्रिकलमा पनि त्यही अनुसारले प्रेसर बढ्यो भनेर देखान्छ। अब हाम्रो यता औटामा त अघि नै पहिलाको औटाको कुरा नगरौँ, मैले पछि गरौँला है। औटामा त किनभने औटामा त यता क्लोज छ, यहाँ त ब्लडहरू पहिलाको जुन अहिले भल्भहरू क्लोज छ नि त। औटा त हाम्रो इलास्टिक हुन्छ, पहिलाको चोटिको भेन्ट्रिकुलर सिस्टोलको बेलामा भएको फ्लुइडहरू ब्लडलाई सिस्टमिक सर्कुलेसनमा पठाइरहेछ। अब हाम्रो त्यसपछि छ आइसोभोल्युमेट्रिक कन्ट्राक्सन छ। अब आइसोभोल्युमेट्रिक कन्ट्राक्सनमा चाहिँ के हुन्छ र, फेरि त्यो फिगर बनाउन जाँदैछु म। यो औटा भयो, यहाँ त मैले यस्तै लेफ्ट भेन्ट्रिकल बनाएँ। अहिले मैले के बनाइरहेको छु, भल्भ क्लोज बनाएको आइसोभोल्युमेट्रिक कन्ट्राक्सन। अब मेरो प्रेसर मेरो लेफ्ट भेन्ट्रिकलको प्रेसर बढ्दैछ। अब मेरो यहाँको प्रेसरभन्दा बढ्यो भनेपछि के भयो, हाम्रो यो भल्भलाई क्लोज गराइदियो। यो क्लोज हुनभन्दा पहिला जस्तै अब त यो पहिला त ओपन थियो नि है। अब कसरी क्लोज गर्छ त, अब मेरो यहाँ प्रेसर इन्क्रिज हुँदैछ भनेपछि यहाँ त ब्लडहरू यता जान खोज्यो होइन। त्यहाँ जान खोज्यो भनेपछि के अमाउन्ट अफ ब्लड भित्र लेफ्ट आर्ट्रियममा पनि जान्छ र साथै यसलाई पनि क्लोज गराउँछ। जस्तै त्यो कसरी हुन्छ त भन्यो भने, जस्तै अब मेरो रुमको झ्याल खुल्ला छ, ढोका पनि खुल्ला छ, झ्यालबाट चाहिँ हावा चलिरहेको भने मेरो ढोका बन्द हुन्छ नि। तर ढोका बन्द हुन साथै के अमाउन्ट अफ हावा चाहिँ बाहिर पनि त जान्छ होइन। त्यही ड्राइभिङ फोर्सले नै त ढोकालाई बन्द गराउने, त्यसरी नै बन्द भयो। त्यसरी नै हाम्रो के भयो, अब यो क्लोज भयो। यसरी अब क्लोज भइसक्यो, तर भेन्ट्रिकल त कन्ट्राक्सन हुँदैछ नि। औटामा नि यहाँ त 80 mm एचजी प्रेसर छ नि, यसले त यता खुल्न दिइरहेको छैन, भेन्ट्रिकल कन्ट्राक्सन भइरहेछ। तर भोल्युम त्यसै कारणले भोल्युममा केही चेन्ज छैन, तर प्रेसर बढिरहेछ। स्वाटै 80 mm एचजीसम्म पुग्यो। यति बेला हाम्रो लेफ्ट आर्ट्रियममा के भयो भने सिवेभ आयो। फेरि यो सिवेभ के कारणले आयो, अहिले मैले भने नि भेन्ट्रिकल कन्ट्राक्सन हुँदा सुरु भयो, के अमाउन्ट अफ ब्लड त यता पनि गयो नि, लेफ्ट आर्ट्रियममा पनि गयो नि। त्यो ब्लडको प्रेसर प्लस त्यति प्रेसर मात्र होइन, यो जब क्लोज भयो पनि, यो क्लोज भइसकेपछि पनि यहाँ त कन्ट्राक्सन भइरहेछ, यसलाई धक्का लिइरहेछ। यो धक्का लिन्छ कि केही हल्का केही भित्रसम्म हल्का यो बल्ज हुन्छ, आउट बल्जिङ हुन्छ। त्यो बल्जिङको कारणले पनि आर्ट्रियममा प्रेसर दिन्छ, त्यही प्रेसरले बन्छ हाम्रो सिवेभ। त्यही प्रेसरले हाम्रो सिवेभ बन्यो। अब त्यसपछि अर्को फेज जान्छ, ऱ्यापिड इजेक्सन फेज। अब ऱ्यापिड इजेक्सन फेजमा के भयो, अब हाम्रो 80 mm एचजी भित्र भेन्ट्रिकलमा प्रेसर क्रस भइसक्यो है। यो त हाम्रो यो भल्भ त बन्दैछ। हाम्रो यति बेला हाम्रो बाइकस्पिड भल्भ त क्लोज छ, सिएलएससी क्लोज छ होइन, बाइकस्पिड भल्भ त क्लोज छ। तर प्रेसर राइज हुँदै गएर 80 mm एचजी कटिसकेपछि हाम्रो औटिक भल्भ यहाँ औटिक भल्भ ओपन हुने भयो। औटिक भल्भ ओपन हुने भइसकेपछि यहाँको ब्लडहरू बाहिर जाने भयो। अब तर भेन्ट्रिकल त कन्ट्राक्सन भइरहेछ नि है, कन्ट्राक्सन नै भइरहेछ र कन्ट्राक्सनको लेभल हल्का घट्दैछ, रिल्याक्सेसन हुँदैछ। अब साथै भेन्ट्रिकलको
कन्ट्र्याक्सन भयो, ब्लड गयो भनेपछि अब यहाँ भएको प्रेसर त अब यसले अवटामा ट्रान्सफर गर्यो नि, त्यसैको कारणले फेरि अवटाको पनि अब प्रेसर त्यही साथै बढ्दैछ। यहाँ अवटाको पनि त्यही साथै प्रेसर बढ्दैछ। अब अवटा बढ्दैछ तर यो भेन्टिकल त अब बिस्तारै रिल्याक्स हुँदैछ नि, रिल्याक्स हुँदैछ र यो ठाउँमा आएर हाम्रो अर्टिक भल्भ क्लोज हुने भयो। अर्टिक भल्भ क्लोज हुने भयो। किन क्लोज हुने भयो? हाम्रो भेन्टिकल त रिल्याक्स हुँदैछ नि, हाम्रो अवटामा चाहिँ अहिलेको जुन प्रेसर पनि हाम्रो अवटा इलास्टिक नेचरको हुन्छ, त्यसले अहिलेको त्यो प्रेसरमा अकुमुलेट गरेर राखिरहेको छ। अब त्यो भेन्टिकल रिल्याक्स हुँदैपछि त त्यो प्रेसर बढ्दै गयो नि त, त्यो प्रेसरले चाहिँ तल धक्कलेर हाम्रो फेरि यो भल्भलाई क्लोज गराइदियो, त्यसको कारणले भयो हाम्रो आइसोभोल्युमेट्रिक रिल्याक्सेसन। यहाँ त अब भेन्टिकल के भयो यति बेला रिल्याक्स हुँदैछ तर प्रेसरमा के फ्लक्चुएसन। हाम्रो यो अब आर्टियनको प्रेसरको कुरा गरौँ। हाम्रो आर्टियनको प्रेसरमा के भयो भने अब यो हाम्रो आर्टियनमा त ब्लडहरू फिल भइरहेको छ नि त, पल्मोनरी भेन्टिकल त्यही ब्लडहरू फिल भइरहेको छ। त्यसको कारणले हाम्रो के भयो, हल्का प्रेसर बिस्तारै कि अमाउन्ट अफ प्रेसर चाहिँ राइज भइरहेको छ। त्यो पनि भयो होइन। अब के भयो भने हाम्रो आइसोभोल्युमेट्रिक रिल्याक्सेसन अब ऱ्यापिड फिलिङ फेज। अब के भने अब हाम्रो भेन्टिकलको प्रेसर यति घट्यो कि अब अहिले त हाम्रो माथिको लेफ्ट आर्टियमको भन्दा प्रेसर घट्यो, त्यो प्रेसर घटेको कारणले अब हाम्रो ऱ्यापिड फिलिङ फेज भयो। त्यति बेला हाम्रो ब्लड लेफ्ट भेन्टिकललाई चाहिँ त्यो हाम्रो अब यहाँ के भयो भने बाइस्पेसिफिक भल्भ ओपन भयो। बाइस्पेसिफिक भल्भ ओपन भएको कारणले अब हाम्रो प्रेसर भयो तर प्रेसर त धेरै त बढेको बिटीको प्रेसर लगभग अब प्रेसर सिन्छ। स्लो फिलिङ फेजमा चाहिँ के भयो भने अब हाम्रो बाइस्पेसिफिक भल्भ ओपन भइसकेपछि त माथि र तल ब्लड आफै तल भयो। त्यति बेला कति ब्लडहरू जान्छ भने अबाउट 60% अफ ब्लड त गयो। अनि हाम्रो स्लो फिलिङ फेजमा चाहिँ अब 15% अफ ब्लड चाहिँ हाम्रो भेन्टिकलबाट कसरी ट्रान्सफर हुन्छ, डाइरेक्ट पल्मोनरी भेन्टमा आएको ब्लडहरू डाइरेक्ट सिधै हाम्रो लेफ्ट भेन्टिकलमा जानु पऱ्यो। त्यसपछि सिस्टोलिक कन्ट्र्याक्सनमा चाहिँ हाम्रो के हुन्छ भने 25% अफ ब्लड अब त्यो कन्ट्र्याक्सन छ नि त, कन्ट्र्याक्सनको कारणले चाहिँ 25% अफ ब्लड चाहिँ जान्छ। जति जान पर्ने त्यसको 25% हो। त्यसै कारणले यहाँ पनि यो त भइसक्यो र प्रेसर हाम्रो माथि अवटामा चाहिँ त्यही बिस्तारै इलास्टिक नेचरको कारणले बिस्तारै त्यो कम्प्रेस हुँदै गएर प्रेसर रिलिज हुँदै बिस्तारै गरेर त्यो एटिएम अफ एटीसम्म आउनु पऱ्यो। अब जब फेरि त्यो भेन्टिकल कन्ट्र्याक्सन भएर माथि ब्लड गएपछि फेरि त्यहाँ बढेर फेरि हुनु पऱ्यो। फेरि अब के हुनु पऱ्यो, अब यो भने ढिँडो कसरी भयो भने हाम्रो पल्मोनरी भेन्टबाट अब अहिले त हाम्रो यति बेला त हाम्रो लेफ्ट आर्टियम त डायस्टोलको बेला छ नि त। डायस्टोलको बेला अब त्यति बेला लेफ्ट त्यो पल्मोनरी भेनहरूबाट आएको ब्लडहरूले चाहिँ बिस्तारै त्यो प्रेसरहरू राइज गर्यो। यहाँ त्यही प्रेसर भयो, त्यसको कारणले यो भ्युवेट देखियो। अब चाहिँ हामी के कुरा गरौँ भने अब ब्लडको भोल्युमको चाहिँ कसरी चेन्ज हुन्छ त हाम्रो सिस्टोलिक कन्ट्र्याक्सनको बेला हाम्रो ब्लडको भोल्युम कति हुन्छ भने अराउन्ड ब्लड भोल्युमको कुरा गर्दा चाहिँ अब कसरी ब्लड भोल्युम चाहिँ यो चेन्ज भएछ त्यसको ग्राफ बनाउनु हुन्छ। सुरुमा हाम्रो अबाउट मैले अघि नै भनिसकेँ 130 to 120 एमएल हाम्रो नर्मल भेन्टिकल इन्डायस्टोलिक भोल्युम भन्छ होइन, इन्डायस्टोलिक भोल्युम त्यति हुन्छ। अनि हाम्रो भेन्टिकल कन्ट्र्याक्सन हुँदा चाहिँ अराउन्ड 60% अफ टोटल त्यहाँ भएको अराउन्ड 60% अफ ब्लड चाहिँ हाम्रो त्यहाँबाट इन्जेक्ट आएको हुन्छ हाम्रो अवटामा। त्यो 60%बाट पनि डिफ्रेन्ट फेजमा बाँडिएको छ कति पर्सेन्ट भनेर। अब हाम्रो सिस्टोलिक कन्ट्र्याक्सनको बेला 25% जति अब हाम्रो नर्मल्ली एउटा हाम्रो जस्तै हाम्रो इनसिस्टोलिक भोल्युम हाम्रो कस्तो अबाउट 50 ml हुन्छ र इनडायस्टोलिक भोल्युम हाम्रो अराउन्ड 120 ml हुन्छ होइन। भनेको
टोटल हाम्रो ब्लड इजेक्ट हुने र हाम्रो भेन्ट्रिकलबाट बाहिर इजेक्ट हुने र भेन्ट्रिकलमा फिल हुने ब्लडको भनेको चाहिँ यो दुइटाको डिफ्रेन्स नि भन्यो भने अराउन्ड 70 ml अफ ब्लड चाहिँ हाम्रो हरेक समय भेन्ट्रिकलमा आएको छ र भेन्ट्रिकलबाट गएको छ। त्यसै कुराले गर्छौँ हाम्रो सिस्टोलिक कन्ट्र्याक्सनमा के भनेको 25% अफ ब्लड जुन इजेक्ट हुन्छ, जुन फिल हुन्छ भेन्ट्रिकलमा होइन, फिल हुन्छ भनेको थियौँ भनेपछि 120 भनेको 70% को 25 ml गऱ्यो भने अराउन्ड त्यस्तै 20बाट अराउन्ड त्यस्तै 102.5 जति आउँछ होला सायद। हाम्रो अहिले चाहिँ ब्लड यति छ। यो सिस्टोलिक कन्ट्र्याक्सनको लागि 25 ml अफ ब्लड गइसकेपछि चाहिँ टोटल 120 ml हुने होइन। अब त्यसपछि हाम्रो ब्लड के भयो, सिस्टोलिक कन्ट्र्याक्सनको लागि टोटल 120, यहाँ जस्तो 120 छ होइन, 120 पुग्यो। 120 पुग्यो। अब आइसो भोल्युमेट्रिक कन्ट्र्याक्सन, यहाँ त ब्लडमा भोल्युममा त केही चेन्ज हुनेवाला छैन। त्यसपछि जस्तै ट्याक्कै यो आधा यस्तो त ऱ्यापिड फिलिङ फेजको एउटा ट्याक्कै यहाँ त चाहिँ यता चाहिँ ऱ्यापिड फिलिङ फेज भयो है त। ऱ्यापिड फिलिङ फेजमा चाहिँ के हुन्छ भने जति हाम्रो भेन्ट्रिकलबाट ब्लड इजेक्ट हुन्छ त्यसको 70% अफ ब्लड चाहिँ जान्छ भनेछौँ नि त। भनेपछि हाम्रो 70 ml को 70% ब्लड जान्छ भनेको टोटल हाम्रो जस्तो यो मैले के गर्छु भने अब हल्का 50सम्म चाहिँ ड्यास गर्छु रहेछ। यसको 70% जति कहाँ पुग्ला त, अराउन्ड यो 50 ट्याक्कै बिचको भनेको यो 50 भयो भने अराउन्ड 70% भनेको त यतापट्टि पुग्छ भनेको मैले ट्याक्कै यसको यहाँसम्म सिधा तल जाएर 70% पुग्यो। बाँकी रहेको 30% ब्लड चाहिँ स्लो इजेक्सन फेज त भयो। अब बाँकी रहेको यहाँ 50सम्म पुऱ्यायो, सिधा 50सम्म। यहाँ त मेरो आइसो भोल्युमेट्रिक रिल्याक्सेसनले के ब्लडको चेन्ज भएको छैन। त्यसपछि ऱ्यापिड फिलिङ फेजमा हाम्रो 60 जति ब्लड आउँछ नि त्यसको 60% अफ ब्लड आउँछ भनेको ट्याक्कै यहाँ त यहाँसम्म ब्लड आउने हो। त्यसको 60% भनेको त्यो 50 भयो, 80सम्म पुग्ने भयो, 80सम्म 60 जाने भयो। अब हाम्रो स्लो फिलिङ पिरियडमा हाम्रो 15% अफ ब्लड चाहिँ भेन्ट्रिकलले रिसिभ गर्छ भने कति 15%। अब यसको अझै 15% 60बाट कति पुऱ्याउनु पर्यो, 75 पुऱ्याउनु पर्यो। 75 त हल्का यतापट्टि होला, धेरै त नहोला, 75सम्म पुऱ्यायो र फेरि सिस्टोलिक कन्ट्र्याक्सन, फेरि त्यसपछि के हुने भयो 25% अफ ब्लडलाई चाहिँ जाने भयो, 25% अफ ब्लड जाने भयो। त्यसरी यसरी बनाउन सकिन्छ। र अब हार्टको साउन्ड चाहिँ कति बेला सुनिन्छ भने हाम्रो आइसो भोल्युमेट्रिक कन्ट्र्याक्सनको बेलामा हार्टको साउन्ड चाहिँ, अब हार्टको साउन्डको कुरा गरौँ, हार्टको साउन्ड चाहिँ कति बेला देखिन्छ त। अब हार्टको साउन्ड चाहिँ अब भल्भहरू क्लोज हुँदा हार्टको साउन्ड प्रड्युस हुन्छ होइन, नर्मल्ली फिजियोलोजिकल कन्डिसनमा। अब हार्टको साउन्ड चाहिँ कति बेला हुन्छ, एउटा हाम्रो भल्भ कति बेला क्लोज भयो, हाम्रो आइसो भोल्युमेट्रिक कन्ट्र्याक्सनको ट्याक्क अगाडिपट्टि एउटा भल्भ क्लोज भयो भनेपछि त्यहाँ एउटा साउन्ड आउने भयो। अर्को भल्भ कहाँ क्लोज भयो त, यहाँ हाम्रो अर्टिक भल्भ कहाँ आइसो भोल्युमेट्रिक रिल्याक्सेसनको ट्याक्क अगाडिपट्टि क्लोज भयो, त्यति बेला हाम्रो साउन्ड आउने भयो। भनेपछि अब हाम्रो फोनोग्राफोमिटरले चाहिँ होइन हाम्रो कस्तो हल्ला आयो यार, वा हाम्रो त्यो साउन्डको ग्राफ बनायो भने चाहिँ के हुन्छ भने जस्तै अब म तल साउन्डको यत्तिकै ग्राफ बनाउँदैछु, अब यहाँ भल्भ क्लोज भयो, यहाँ साउन्ड एउटा प्रोड्युस भयो। अर्को साउन्ड हाम्रो अर्टिक भल्भ क्लोज हुँदा प्रोड्युस हुने भयो, अर्टिक भल्भ। र यति नै हुन्छ नर्मल फिजियोलोजिकल कन्डिसनमा। एउटा चिल्ड्रेनहरूको केसमा चाहिँ यो स्लो ऱ्यापिड फिलिङ फेजको त्यति बेला पनि एउटा साउन्ड प्रोड्युस हुन्छ भन्ने छ है। र यो भनेको साउन्ड 1 भयो, यो भनेको साउन्ड 1, 2 भयो। नर्मल फिजियोलोजिकल कन्डिसनमा चाहिँ नर्मल्ली दुइटै साउन्ड हुन्छ। र एउटा चाहिँ त्यो चिल्ड्रेनहरूको केसमा हेभी एक्सर्साइजहरूको बेलामा चाहिँ यो ऱ्यापिड भेन्ट्रिकुलर फिलिङको अन्तिममा चाहिँ यास3 साउन्ड चाहिँ प्रोड्युस हुन्छ। अनि र यासको साउन्ड पनि प्रोड्युस हुन्छ, तर यो चाहिँ एउटा प्याथोलोजिकल हो, त्यसै प्याथोलोजी कारणले चाहिँ यो प्रोड्युस हुन्छ, त्यसैको कारणले म यसलाई चाहिँ बनाइरहेको छैन। र आजको यति नै भयो। यति केही नबुझे
भाइ चाहिँ कमेन्ट गर्नु होला है त। ल मैले नि अब यो भिडियो हेरेर यो पनि आएको छु